जीवनमा सुखी रहनु छ भने आज 7वटा ठाउँ जहाँ कहिले रिसाउनुहुन्न सुन्नुहोला। म संक्षिप्तमा एकदम छिटो भन्छु। पहिलो कुरा, उठ्ने बित्तिकै रिसाउनु हुँदैन कहिले पनि। बिहान उठ्ने बित्तिकै यदि हामी रिसाइन्छ भने हाम्रो शरीरमा आसुरी शक्ति हावी हुन्छ र हाम्रो पुरा दिन खराब हुन्छ। आफ्नो दिनलाई उत्सवमय, आनन्दमय, सफलताले भरिएको देख्न चाहनुहुन्छ भने बिहान उठ्ने बित्तिकै कहिले नरिसाउनुहोस्। 2 नम्बरमा, पूजा गर्ने ठाउँमा, पूजा कोठामा कहिल्यै जीवनमा नरिसाउनुहोस्। भगवानको शरणागत हुन त मनमोहनको चरणार बिन्दमा मनलाई लगाएर पूजा गर्नुपर्छ। पूजा गर्ने ठाउँमा कहिल्यै नरिसाउनुहोस्। तेस्रो, भोजन गर्दै गर्दा कहिल्यै नरिसाउनु नि। फेरि पौष्टिक तत्त्व नपाएर अरू नै केही पाइएला, हर्मोन्सको लेभल बिग्रिन्छ। आजकल त वैज्ञानिकहरूले भन्छन्, हाम्रो शास्त्रले पहिले भनिसकेको छ, क्रोधात् भवति सम्मोहात् स्मृति विभ्रमा भनेर। तर आजकल त्यही कुरा डाक्टरहरूले भन्छन्, खाने बेलामा रिसायो भने हर्मोन डिसब्यालेन्स हुन्छ। के खायौँ केही फरक पर्दैन, कसरी खायौँ फरक पर्छ। पहिलाका बुढाहरूले भन्थे, यसले त पानी खाए पनि मोटाउँछ, यो व्यक्ति त जति नै घिउ पिए पनि मोटाउँदैन। खाँदै गर्दाको मनको स्थितिले पनि भोजनको त्यो दिने कुरामा फरक पर्छ भन्ने कुरा विज्ञानले भन्छ। त्यसैले खाने बेलामा, भोजन गर्ने बेलामा कहिले रिसाउनु हुँदैन। नम्बर 4, घरबाट बाहिर निस्किँदै गर्दा कहिले रिसाउनु हुँदैन। आजकलको शहरी जीवन, एकल जीवनमा त अझै रिसाउनु हुँदैन। अस्ति भर्खर एउटा दुःखद घटना थाहा पाएँ। शहरमा पति पत्नी र बच्चाहरू रहेछन्। पति रिसाएर अफिस गएछन्, बच्चा स्कुल, पत्नीले सोचिछन् सबै त्यागेर यिनको घर सम्हाल्दा पनि मसँग रिसाउँछन्, डिप्रेसनमा गएर फाँसी लगाएर मरिन्छन्। संयुक्त परिवार हुन्थे भने त सम्झाउने, चित्त बुझाउने नन्द जेठानी, माजी इत्यादि सासूहरू हुन्थे। एकल परिवारले गर्दा यो पनि गडबड छ। घरबाट बाहिर निस्किँदा नरिसाउनु, घरभित्र पस्दै गर्दा पनि नरिसाउनु। खास गरेर माताजीहरू, महिलाहरू, पुरुष बाहिर गएको छ, घर आउँदा के मगाएको छ ल्याउन बिर्स्यो भने खुब रिसाउने चलन छ। यो गर्न हुँदैन। उस दिनभरि के भोगेर आयो पहिला बुझ्नुपर्छ। घरभित्र पस्दै गर्दा कहिल्यै पनि रिसाउनु हुँदैन। त्यसपछि सुत्ने बेलामा कहिल्यै रिसाउनु हुँदैन। सुत्ने बेलामा कतिजना व्यक्ति रिसाएर सुतेपछि बिहान उठ्दै नउठेका खबरहरू हामीले पाएका छौँ। त्यसैले सुत्ने बेलामा कहिल्यै नरिसाउनुहोस्। र अन्तिममा सबैभन्दा इम्पोर्टेन्ट कुरा, माता पिता र गुरुको अगाडि जीवनमा कहिल्यै नरिसाउनुहोस्।